हुन त्यति बेला नेपाली चाडपर्वहरूको कुनै त्यस्तो बहार छैन, तर पनि परदेशमा नेपालीहरू बीच सामूहिक रूपमा भेट्न पाउनु, एकैछिन भए पनि नेपाली राष्ट्रिय झन्डा मुनि गोलबद्ध हुन पाउनु, अझ त्यसमाथि सांस्कृतिक झल्को दिने विविध खालका गीत सङ्गीत र नृत्य एकसाथ हेर्न पाउनु, चाडबाड भन्दा पनि के नै कमी भयो र भन्ने मनमा नै सोच्दै अस्ट्रेलियाको सुन्दर राज्य ताजमेनियाको होवर्ड स्थित संसद भवनको प्राङ्गणमा एनआरएनए ताजमेनियाले आयोजना गरेको नेपाल फेस्टिभल 2025मा सहभागी हुने सुवर्ण अवसर मिल्यो, जसको प्रमाणस्वरूप केही झलकहरू कैद गरी जस्ताको तस्तै पस्केको छु। आउनुहोस् सुरु गरौँ। माइतीहरूको सङ्गम पनि नेपाल फेस्टिभलको यो आयोजन बनेको छ आज पक्कै पनि, र मानवता हो हाम्रो धर्म।
सुन मेरी मैना तिम्रो मेरो चिन्जन पनि खासै नहुलो वचनै राखौँ ठाडो भएका गाउनालाई यो देवी देउता भाकौँ शरणै परे हामीलाई रक्षा गरे गाउँ सहरको यो रङ्गीचङ्गी माहौलले हेर्दाखेरि मलाई लाग्छ कि म नेपालमै छु। यी सांस्कृतिक रौनकले नेपालको झल्को मेटाएको छ, नेपालप्रतिको मोह झन् भन्दा झन् बढाएको छ। हामी जीवनमा यति व्यस्त भयौँ, भागदौडमा यति व्यस्त भयौँ कि हामीले आफूलाई नै बिर्सिसकेका छौँ। हामीले खुलेर हाँस्नै बिर्सिसकेका छौँ। ओठमा मिठो मुस्कान त दिन्छौँ, तर भित्री मनबाट हाँसिरहेका भने हुँदैनौँ। केही छुटे जस्तो, केही गुमे जस्तो। कुछ
झम्टाको रन्कोले हो त्यही रन्कोको सन्कोले ढोल झम्टाको रन्कोले हो त्यही रन्कोको सन्कोले तानेर ल्यायो हामीलाई नचाए ठुलो फन्कैले भेटायो आज मौकैले सैला हो सैला लेनी लै हो बनी लै हो बनी लै
एवा हो मलाई के भा हो एवा हो मलाई के भा लाउन छ एवा हो मलाई के भा हो माफी हुन्छ गामालु मायाको गल्तीमा माफी हुन्छ गामालु मायाको गल्तीमा चटक गामालु कायल कोरेर ढुङ्गनाको धुनमा डाँडा पारी झुलमा अनसरी उड्यो मलाई तिम्रो चाल ढाल बेग्लै हुँदै गछ मलाई मात्र खाछ जवानीको रातले होला रातै परि छौ हो तिम्रा डोला डोला हातमा मेहन्दी भरि छौ बाजे है सबैजना Okay.